गाइस सुपन फार्मास्युटिकल्सले पनि आफ्नो आइपिओ निष्कासन गरिसकेको छ र यसलाई चाहिँ हामीले चाहिँ अप्लाई गर्न सक्छौँ। आज मिति 2083 साल वैशाख 3 गते बिहिबारको दिनदेखि चाहिँ यसले आइपिओ निष्कासन गरेको छ सर्वसाधारणको लागि भनेर। यसको चाहिँ अन्तिम डेट रहेको छ 8 गते, छिटोमा 8 गतेसम्म यसको ब्याङ्किङ आवरसम्म चाहिँ रहेको छ। ब्याङ्किङ आवर भनेको हाम्रो नर्मली 5 बजेसम्म रहन्छ, साँझको 5 बजेसम्म रहन्छ र हामीले चाहिँ ब्याङ्किङ आवर हामीले चाहिँ अन्तिम आवर चाहिँ हामीले कुरेर बसिराख्न चाहिँ हाम्रो लागि त्यति उपयुक्त हुँदैन। गाइज सकेसम्म तपाईँ छिटो भर्नु होला। ब्याङ्किङ आवरको जस्तो कोही मान्छेहरूले 5 मिनट अगाडिसम्म भर्ने, 2-3 मिनट अगाडि भर्ने त्यो किसिमको हुन्छ र त्यस कारणले कहिलेकाहीँ ब्याङ्किङ आवर चाहिँ तपाईँको ठ्याक्कै 5 बजेसम्म नभइकन तपाईँको 5-10 मिनट अगाडि पनि सकिन सक्छ। त्यस कारणले तपाईँको आइपिओ छुट्न पनि सक्छ। त्यस कारणले गाइज समयमै तपाईँले आइपिओ भर्न सक्नुहुनेछ। अब आइपिओ बन्द हुने चाहिँ ढिलोमा 17 गतेसम्म छ। यदि आइपिओ चाहिँ ठ्याक्कै यो अवधिभित्र चाहिँ मान्छेहरूले चाहिँ अप्लाई गर्न नआएको खण्डमा चाहिँ यसलाई चाहिँ मिति लम्बाएर 17 गतेसम्म तानिने गरिन्छ र नेपालको अहिलेको स्थितिमा हेर्दाखेरि चाहिँ आइपिओको चाहिँ चाहिने भन्दा बढी अत्याधिक मात्रामा चाहिँ यसको लागि चाहिँ निवेदन आउने भएको कारणले गर्दा यो ढिलोमा चाहिँ अवधि चाहिँ उपयुक्त हुँदैन, अहिले उपयोग हुँदैन र त्यसको लागि चाहिँ हामीले छिटोमा 8 गतेसम्म चाहिँ यसको बन्द हुने मिति रहन्छ। र अब यसको चाहिँ कति किता चाहिँ सेयर निष्कासन भएको छ त्यो हेरौँ हामी। यसको सर्वसाधारणको लागि भनेर 34,74,900 किता चाहिँ सर्वसाधारणको लागि भनेर चाहिँ यो बिक्री खुल्ला गरिएको छ र त्यसको लागि चाहिँ अब एकजनाको भागमा चाहिँ 10 किता पर्ने भएको कारणले गर्दा चाहिँ हामीले यसलाई चाहिँ 3,47,490 जना व्यक्तिहरूलाई चाहिँ यो पर्ने सम्भावना छ र नेपालको अहिलेको स्थितिमा हेर्दाखेरि चाहिँ 25 लाख जनाले चाहिँ आइपिओ भर्ने गरेको अवस्था छ। त्यस कारणले गर्दाखेरि चाहिँ यो चाहिँ अरू आइपिओहरू भन्दा आइपिओ पर्ने अलि हाई चान्स छ यसमा। त्यस कारणले गर्दा तपाईँले आइपिओ भर्न नछुटाउनु होला र आइपिओ दरखास्त दिन न्यूनतम सङ्ख्या भनेको 10 किता। नर्मली हामीले 10 किताको लागि अप्लाई गर्न सक्छौँ र त्यसै गरिकन यसको अङ्कित मूल्य रहेको छ 100 रुपियाँ प्रति सेयर यसको मूल्य रहेको छ र दरखास्त दिन पाउने एकदम अत्याधिक किता भनेको चाहिँ 11,000 कितासम्म अप्लाई दिन चाहिँ सकिन्छ। तर नर्मली व्यक्तिहरूले चाहिँ 10 किताको लागि अप्लाई दिने गर्दछन् र त्यो हिसाबले चाहिँ हामीले चाहिँ जान्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। र यसको लागि चाहिँ यो आइपिओको म्यानेजमेन्ट चाहिँ एनएमबी क्यापिटल लिमिटेडले पाएको छ र त्यसै गरिकन अब यसको आर्थिक वित्तीय संक्षिप्त विवरण हेर्नु पर्दाखेरि चाहिँ अब यही आर्थिक वर्ष 2081-82 को स्थितिलाई हामीले चाहिँ हेर्दाखेरि चाहिँ प्रति सेयर नेटवर्थ यसको चाहिँ 92 रुपियाँ 15 पैसा रहेको छ र त्यसै गरिकन यसको प्रति सेयर आम्दानी इपिएस रहेको छ 18 रुपियाँ 33 पैसा र यसरी चाहिँ हामीले चाहिँ यसको वित्तीय अवस्था बारेमा जानकारी पाउन सक्दछौँ। हुन्छ गाइज, आजको भिडियोमा यही इन्फर्मेसन रहेको थियो। अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।